आजको चाहिँ पैसा उठाउने मान्छे चाहिँ म हो नाम दर्ता दाइको नाम कहाँ छ भने हजुर होइन अर्को प्रको थियो नि त हेर न त भाउजू नानी मेरो पनि त्यही हो मेरो त्यही गर्छु यसले खै यहाँ पानी के पानी चाहिँ छैन कस्तो पानी छैन पानी छैन भने त्यतिकै भने म दिन्छु गर्दैन होइन 6 वर्ष क्या छ केही के भयो र केही हुँदैन होइन नि यही छ त यही दाइको नाम धनकुमार धनकुमार मेरो नाम तिमीले निकाल्छौ क्या हो आज यताको माहौल चाहिँ रमाइलो भइरहेछ अब एकछिनमा हामी छुट्का नाच्ने हाम्रो भेना यता आउनु न भेना उहाँ चाहिँ मेरो भेना हो डान्सर नम्बर 1 बसन्तको समाजको एकदम प्रख्यात कलाकार हाई स्या से हाई यहाँ डान्स माया गरे नि त आजको अर्को कलाकार यता शिवराज नमस्ते अहिले चाहिँ हामी खानालाई लाइन बसिरहेको दाइ के भनिदिनुहोस् कस्तो मक्ख नमस्ते हामी चाहिँ अहिले खाना खान लागेको छ्यामाको भ्लगमा म चाहिँ मेरो छोरा हो उता मक्ख परेर बसिरहेको रहेछ कञ्चन दिदी अहिले हामी कता हो भनिदिनु पर्यो हामी झोम्सामा जोम्साको खानेकुरा है यो के पायो तपाईले यो के हो मलाई पनि थाहा भएन काँक्रोको अचार आलुको अचार यो चाहिँ के हो टोफु पनिर हजुर धेरै हाल्नु भएछ त हेर्नु नभन्न मान्छेले यत्र हेर्नु ओ माय गॉड वेट यो चिकन होला हेलो मम्मी के छ हाय बेबी आमा मुख छोपे गरे माय गॉड अहिले चाहिँ हामी एपिटाइजर लिँदैछौँ I'll let you guys know how it is. This is my plate. Isna, how is food? Good? You like a chow mein? What is that? I don't know. Pani cola. अर्को रातो पानी नल्याउने कहाँ छ रातो पानी ए रक्सी Let me help you. निकै ठुलो योगदान निकै ठुलो तपस्या चाहिन्छ यसको लागि हाम्रो दुवैजना कलाकार जीवनले निकै लामो समयदेखि निरन्तर रूपमा नेपाली साङ्गीतिक क्षेत्र त्यसमा पनि लोक क्षेत्रलाई चाहिँ जगेर्ना गर्दै गर्नुभएको उहाँको उच्च मूल्याङ्कन गर्दै त्यो योगदानको उच्च मूल्याङ्कन गर्दै वसन्तको समाजले यतिखेर यो सम्मान गरिरहनु पाउँदाखेरि वसन्तको समाज आफैले गौरवान्वित थाहा छ हैन
यो मौका फेरि पनि नआउन पनि सक्छ। त्यो कारणले गर्दा यीले पनि विभूषित हुनुहुन्छ। त्यसको लागि पनि यो सम्मान नितान्त जरुरी थियो। वसुतम समाजले आजको यो साँझमा यो खाले सम्मान गरिराख्दाखेरि हामी सबैजना गौरवान्वित महसुस गरिरहेका छौँ। Happy birthday, Hatta. Happy birthday to Enjoy the night. हामी चाहिँ अहिले हाम्रो दुर्गा गुरुङ दाइ प्रतीक्षाको गाडी सकिसकेको छ। नमस्ते आजको हाम्रो केही भन्दिनँ न। यतिखेर मुस्लिम तमु समाज अमेरिकामा छु। आज स्पेसली मुस्लिम तमु समाजको आयोजनामा एउटा ईदका साँझ गइरहेको छ। सम्पूर्ण तपाईँ मुस्लिमवासीहरू आइसक्नु भएको छ। जो जो छुट्नु भएको छ आउनु होला। मलाई मेरो प्रस्तुति रहनेछ, एकदम रमाइलो गर्नुपर्छ। प्लिज धन्यवाद। हाई नमस्ते एभ्रिवान। अहिले चाहिँ हामी यता जोम्सामा चाहिँ हाम्रो यो प्रोग्राम भइरहेको छ अनि दाइहरूले अब गीत गाउन लागेको छ। I don't know why I'm doing all this thing but it's so much fun here. सबैजना प्लिज हेरिदिनु होला, इन्जोय गरिदिनु होला। अहिले चाहिँ सबजना रेडी हुँदैछ। यता दिदीहरू दुईजना नाच्नलाई तम तयार। छुट्का घोडामा अनि यता सिङ्गर
तारा शिष बहिनी जो भइसकेर नसकेन भन्नुभयो त्यो बहिनी मैले राखेस गरिराखेँ ल सबैजनालाई त प्लिज आउनुहोस् यसरी बसिरहनु चाहिँ मिल्दैन अब सबैजना पालेर प्लिज नाच्नुपर्छ Hey!
झर्की मयूर चाहिँ हिँड्यो साली फोहोर भन्दा झनै राम्रो देखियो यसपालि सुन्तला पाकेमा झरेर पुगिन्छ सुन्तला पाकेमा झरेर पुगिन्छ जुवाना हुर्केमा काली चाहिँ ठुङ्गिन्छ जुवाना हुर्केमा काली चाहिँ ठुङ्गिन्छ रमाइलो बस्छ होइन ल ल ल नबस्नुहोस् है नबस्नुहोस् म थाकेको छैन खाना पाउनु है त म फेरि सुरु नै हेर्छु अर्को